हेलो एभ्रिवान, सबैजनालाई नमस्कार है। अनि मेरो च्यानलमा सबैलाई वेलकम भन्न चाहन्छु। आज चाहिँ म तपाईँहरूलाई एउटा यो नयाँ आएको प्रडक्ट है, फरेस्ट नेक्टरको प्रायः सबै प्रडक्ट मैले युज गरिसकेको छु है। यसको यो मोइस्चराइजर चाहिँ मैले युज गरेको चाहिँ 3 डेज भयो, 3 दिन भयो। अन्त 3 दिनमा मलाई एकदमै यसको सेटिस्फाइड रिजल्ट मलाई एकदमै मन पर्यो है। म एकदमै ह्याप्पी भएर चाहिँ तपाईँहरूसँग पनि सेयरिङ गर्न लागिरहेछु है। यसको चाहिँ कस्तो रहेछ, यहाँ चाहिँ मैले मोइस्चराइजर चाहिँ लगाएको छुइनँ अहिले है। यहाँ फुस्रो फुस्रो देख्नु हुँदैछ नि है। अन्त यो मोइस्चराइजर एप्लाई गरेर चाहिँ कस्तो हुँदो रहेछ रिजल्ट है, हेरौँ है। तपाईँहरू यहाँनिर तपाईँहरूसँग सेयरिङ गर्नुलाई मैले आज मोइस्चराइजर चाहिँ लगाएको छुइनँ। अन्त यहाँनिर तपाईँलाई देखाइदिइरहेको छु है। यो चाहिँ एकदमै जेल फर्ममा हुँदो रहेछ मोइस्चराइजर चाहिँ, यस्तो खालको है। तर अब के त्यस्तो चिपचिपा खालको चाहिँ फिल चाहिँ हुँदैन है। यति मात्रै अमाउन्ट पनि बेसी लिनु पनि पर्दैन है, अलिकति लिटल बिट यति मात्रै लिएर फिङ्गर टिपमा। अनि मैले यसरी यहाँ एप्लाई गरेर देखाइदिँदैछु है। अहिले हेर्नुहोस् है, बिफोरमा यतिको छ, अनि आफ्टर युज गरेर चाहिँ कतिको हुँदो रहेछ भन्ने विषयमा। अन्त नेक पोर्सनमा पनि हामीले जहिले पनि क्रिमहरू लाउँदाखेरि नेक पोर्सनमा पनि लाउनुपर्छ है। अनि यो चाहिँ अपवर्ड उयसमा देख्नुभयो है, अपवर्ड मोसनमा चाहिँ उकालो लानुपर्छ है। हाम्रो त्यो जुन चाहिँ स्किनमा डल भइरहेको हुन्छ नि है, हौ त्यसलाई चाहिँ यसले चाहिँ मजाले पोषण दिने काम गर्दछ। स्किनलाई खाना भनौँ है, हेल्दी मजाको ग्लो देखाउने। यहाँ तपाईँहरूलाई मैले एप्लाई गरेर देखाइदिएको कारण चाहिँ तपाईँहरूले पनि अब लाइभमा हेर्नुभयो भने चाहिँ तपाईँहरूलाई थाहा हुन्छ भन्ने विषयमा है। देख्न सक्नुभयो है, यो चाहिँ अपवर्ड डिरेक्सनमा यस्तो गरेर। नेक पोर्सनमा पनि है, किनभने चाहिँ फेसमा मात्रै लाउँदाखेरि चाहिँ फेसमा अलग्गै नेकमा अलग्गै देखिरहेको हुन्छ नि त है। अन्त सबै यो चिपचिपा कुनै फिलै छैन है, यो डल्लै एब्जर्ब भयो फेसमा। देख्न सक्नुभयो रिजल्ट है। तपाईँलाई म क्लोजबाट पनि यहाँ देखाइदिइरहेछु है। अन्त मलाई चाहिँ एकदमै राम्रो लाग्यो है। यसले चाहिँ मजाको ग्लो दिँदो रहेछ है। विशेष गरी चाहिँ अस्ति मैले यसको एउटा सेसनमा, ब्युटीको सेसनमा चाहिँ मैले यसको अटेन्ड गरेको थिएँ है। अन्त फेरि भएन, मैले आफै युज नगरी चाहिँ म कहिले पनि कुनै पनि प्रडक्टको बारेमा बताउँदिनँ नि त है। अनि यसको चाहिँ विशेष गरी चाहिँ के रहेछ भन्दाखेरि चाहिँ जसको चाहिँ स्किनमा पिगमेन्टेसन दागहरू हुन्छ नि है, उहाँहरूको लागि चाहिँ एकदमै बेस्ट रहेछ यो फरेस्ट नेक्टरको यो मोइस्चराइजर। उडको है, उडको फ्रेग्रेन्स भएकोले गर्दा चाहिँ पर्फ्युमको मजाको फ्लेभर आउँछ है। यो लगाएर हिँड्दा चाहिँ तपाईँहरूलाई पर्फ्युम लाउनुको कुनै जरुरतै पर्दैन। अनि त्यस्तै प्रकारले यहाँनिर यो मास्क पनि छ मेरोमा है। यसको चाहिँ म पछि देखाउने छु, किनभने चाहिँ अब एकैचोटि भन्दाखेरि चाहिँ अब थाहा हुँदैन नि त है, के को कस्तो रिजल्ट आयो भन्ने विषयमा। अहिले चाहिँ तपाईँहरूले यो मोइस्चराइजरको बारेमा चाहिँ देख्न सक्नुभयो रिजल्ट है। अघिकोमा र अहिलेकोमा कतिको फरक आयो। स्किनमा निकै ग्लो आउँदो रहेछ, यसरी चलक्क टल्किँदो रहेछ, मजाको हुँदो रहेछ नि त। अन्त चाहिँ फेरि त्यस्तो प्राइस पनि त्यस्तो महँगो पनि छैन। हामीलाई आइडीमा चाहिँ 750, एमआरपी चाहिँ 1000 छ है। तर यसको रिजल्ट चाहिँ एकदमै बेस्ट। मैले भर्खर 3 दिन मात्रै भयो युज गरेको, अनि मलाई चाहिँ अब युज गरेपछि राम्रो लागेपछि चाहिँ सेयरिङ नगरी अब कस्तो हुन्छ नि त है, मनमा राम्रो लागेको चिज चाहिँ तपाईँहरूलाई पनि, किनभने फर्स्ट म आफू युज गर्छु, त्यसको बाद मात्रै सेयरिङ गर्छु। अनि यसको रिजल्ट चाहिँ एकदमै बेस्ट रहेछ। यो चाहिँ यो मोइस्चराइजरले चाहिँ फेसको डल्लै यो डटहरू मैलाहरू पनि निकाल्छ। अन्त मैला निकाल्दाखेरि चाहिँ फेस क्या क्लिन हुँदो रहेछ। अनि त्यो फ्रेग्रेन्स चाहिँ एकदमै राम्रो मैले महसुस गरिरहेछु है, जुन चाहिँ पर्फ्युमबाट आउँछ। तपाईँहरूले चाहिँ आफै युज गरेर मात्रै थाहा हुन्छ है। त्यही कारण चाहिँ सबैजनालाई यो युज गर्नुहोस् भन्न चाहन्छु है। यहाँनिर तपाईँहरूले बिफोर र आफ्टरमा फरक देखिहाल्नुभयो है। अनि आफै युज गरेर चाहिँ अझै तपाईँहरूले यसको है आफ्नो फेसमा ग्लो ल्याउन सक्नुहुन्छ। त्यसै प्रकारले अरू पनि फरेस्ट नेक्टरको जति पनि प्रडक्टहरू आएको छ सबै एकदमै असम, त्यसको रिजल्ट एकदमै राम्रो छ है। मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरूलाई पनि त्यही कारण चाहिँ यो फरेस्ट नेक्टरको मोइस्चराइजर युज गर्नुहोस् भन्न चाहन्छु। विशेष गरी हामी हिल्समा चाहिँ ड्राई स्किनै हुन्छ है, अनि जुन चाहिँ दागहरू पिगमेन्टेसनको दागहरू हुन्छ नि, त्यसको लागि चाहिँ बेस्ट भनेर चाहिँ ब्युटिसियन म्यामले पनि भन्नुहुँदै थियो। त्यही कारण चाहिँ मैले आफै युज गरेँ है। अन्त 3 दिन युज गर्दा चाहिँ मलाई एकदम सेटिस्फाइड लाग्यो। अलिकति डिफ्रेन्स
थ्री युजमै मैले डिफ्रेन्स देखेर चाहिँ तपाईँहरूसँग सेयरिङ गरिरहेछु है। नेक्स्ट भिडियोमा चाहिँ यसको यो फेस मास्कको यो है यसको के रहेछ है, यसको कस्तो हुँदो रहेछ रिजल्ट भन्ने विषयमा लाइभ डेमोन्स्ट्रेसन गरेर देखाइदिनेछु है। अहिले चाहिँ तपाईँहरूले यसको रिजल्ट जस्तै अघि मेरो बिफोरमा डल देखिँदै थियो, अहिले ग्लो आउनु सुरु भयो है। अनि त्यस्तै प्रकारले यसको पनि तपाईँहरूलाई यो स्क्रब र मास्कको पनि यसमै रहेछ 2 in 1। अन्त कस्तो प्रकारले युज गर्ने भन्ने विषयमा नेक्स्ट भिडियोमा भेट्नेछु है। तपाईँसम्मको लागि है, बाई बाई, हुन्छ, थ्याङ्क यू।